So we are heading to Sima. Shortcut route, है यस्तो छ घरै भइसक्यो यहाँ अब चाहिँ सोही छाइ भयो होला के भयो होला हैन त्यही भएर सबै हो अनि कहाँ मन्दिर त्यताबाट घुम्नु हुँदैन हौ हैन यसमा जाउँ न यो अनुकार त्यो त्यसमा हाल्दिन्छु हामी होममा पोखरी आएका छौँ अनि यहाँ चाहिँ होममा पोखरीमा अब पहिलोचोटि भएर यस्तो ठाडो छ हैन अब यहाँ चाहिँ यस्तो छ हैन भित्र यो अनि यहाँ चाहिँ होममा पोखरी जन्तेढुङ्गा गाउँपालिका होममा पोखरी अब चाहिँ टक्क लगाएर हैन यो चाहिँ यहाँ छ यो चाहिँ यहाँ छ हैन यहाँ चाहिँ ओके यहाँ चाहिँ यस्तो देखिरहेछ अहिलेको भ्यू अनि यहाँ चाहिँ छिमा जाने बाटो यहाँ चाहिँ जन्तेढुङ्गा यताबाट अनि यता चाहिँ हामी सर हुनुहुन्छ तो हामी चाहिँ होममा पोखरी हुँदै अहिले सशस्त्र क्याम्प छिरिवरी आएको छौँ यहाँ चाहिँ जाडो यस्तो भइरहेछ अनि यस्तो छ लुक्स हैन मलाई चाहिँ जाडो भएर यस्तो ज्याकेट लाउनु परेछ यहाँ चाहिँ यस्तो छ चाहिँ हले हानेर यस्तो भइरहेछ चाहिँ तल झरिरहेको छौँ हामी बस्ने ठाउँमा बाटोमा छौँ सर अगाडि हुनुहुन्छ यहाँ चाहिँ अनि होममा पोखरी गएको थियौँ हल्का हैन अनि एपिएफ यहाँ चाहिँ सर हुनुहुन्छ रहेछ त्यहाँसँग कुराकानी भयो सो यस्तै हो है भ्यू चाहिँ अगाडि यस्तो छ चाहिँ यस्तो छ है पुरै म भएर चाहिँ जाडो भएर छ यहाँ चाहिँ बाटो विस्तारको कार्यक्रम पनि हुँदैछ यो चाहिँ बाटो बढ्दैछ है यहाँ चाहिँ बाटो ठुलो बनाउने होला यहाँ सायद अहिले बेलुकाको भ्यू पनि यस्तो छ हामी पनि तल झर्दैछौँ तल चाहिँ राम्रो देखिन्छ अनि यहाँ तनव सर हुनुहुन्छ हाम्रो हैन अनि सुरेश सर प्रमोद सर हुनुहुन्छ अनि राजन सर हाम्रो मगर सर हुनुहुन्छ जीवन मगर सर अनि हामी चाहिँ जम्बो टोली हिँड्दैछौँ मैले होममा पोखरीबाट आएर अनि त्यसपछि एपिएफ क्याम्प छिरेर यहाँको अब कमान्डर साहबलाई भेटेर हिँड्दैछौँ अनि त्यहाँ चाहिँ कुरा चाहिँ डिस्कसन राम्रै कुराकानी राम्रै भयो अनि राम्रो धेरै कुराहरू भयो यस्तो छ हैन यहाँबाट चाहिँ चिसापानी देखिन्थ्यो तर अब यहाँबाट देखिरहेको छैन यो यस्तो भएर चाहिँ देखिएन अनि यहाँ चाहिँ यस्तो छ हैन यस्तो बाटो हैन यहाँबाट चाहिँ टक्क यहाँबाट चाहिँ होममा पोखरी कुइबिर चारै भइन्छ अहिले चाहिँ यहाँ छ हामी हिँड्दैछौँ यहाँ चाहिँ यस्तो हो हैन बडो रमाइलो यहाँ चाहिँ बेलुका बेलुका हिँड्दा चाहिँ बडो रमाइलो छ अनि आज हिँड्न पाएकोमा धेरै खुसी छु यहाँनिर है इट्स सो अमेजिङ सो ब्युटिफुल प्लेस अनि यहाँ चाहिँ खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा चाहिँ यस्तो चाहिँ मौसम हुन्छ है अहिले गर्मीको बेला चाहिँ देखाउन चाहन्छु हैन अब यहाँ चाहिँ स्कुल चाहिँ देखिन्थ्यो यहाँबाट चाहिँ स्कुल देखिन्थ्यो बट अब यस्तो छ है अहिले चाहिँ अब यो खुल्यो भने बबाले देखिन्छ यहाँबाट चाहिँ बाटो छ तल जाने हामी तर चाहिँ हामी रिस्क लिन चाहँदैनौँ हामी बाटो जान्छौँ हो अहिले बत्ती नभएको अवस्था छ अनि अहिले चाहिँ यस्तो देखिरहेछ सो बत्ती छैन अब चाहिँ फ्रेस हुन्छु अनि त्यसपछि सुत्ने कार्यक्रम हुन्छ यस्तो छ है सो गाइज भिडियोलाई लाइक शेयर एन्ड सब्सक्राइब गर्नु होला माया गरिदिनु होला बाई बाई टक्क लाएर